गाइस आज हामी चाहिँ गइरहेका छौं सुडा घुम्न जो कि हो इन्डिया थियो। यता चाहिँ हाम्रो ड्राइभर जो कि मेरो ड्याडी यो चाहिँ हो मेरो पसल जसको नाम हो आरब टुर एन्ड सप्लायर। सुडा जानलाई चाहिँ यतापट्टि हामीले चिर्नुपर्छ 50 रुपैयाँ जो कि हामीसँग छ। अब हामी चाहिँ चिरेर जाने हौं सुडातिर। यता सुडातिर पुगिसकेको थियो बजारतिर। यता चाहिँ बजार छ अनि हामी चाहिँ छोटा मुर्गा पनि किने हो। यता चाहिँ दिदी आफ्नो कपडा लिनु हुँदै थियो, चाहिँ ड्याडी। अब यता चाहिँ म छु। त अब हामी चाहिँ यहाँ बोइलर लिने ठाउँमा आइसकेको थियौँ। अब हामी चाहिँ एउटा बोइलर लिने हौँ जो कि हुन् मेरो दिदी। उनीहरूको ठाउँ यहाँ हो तर दिदी यहाँ छन्। अब दिदीलाई फेरि त्यो पिन्जरा बन्द गर्नु पर्यो हो। ये मान्छे हो गाइस, ये मान्छे, यही मान्छे। अब यहाँ चाहिँ मुर्गा लिइसकेको थियो हामी। यहाँ चाहिँ अङ्कल हुनुहुन्छ बिल काट्दै। त गाइस हामीले चाहिँ हामी यता मुर्गा लिइसकेको थियो तर हामीले डर लागिरहेको थियो कि मुर्गा लिन पाइन्छ कि नै। अनि हाम्रो अगाडिको बाइकवालाहरूले पनि मुर्गा लिनु भएको थियो। त गाइस अब हामी चाहिँ घर पुगिसकेका छौँ अनि यहाँ दिदीलाई भन्नु पर्छ अनि हामी त्यही मुर्गा शर्मा छोडिदिएको थियो त। अब हाम्रो घर हो। आजको लागि यति नै, बाई बाई।